नेपाली खेलकुदलाई माया गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ। आज म तपाईँहरू समक्ष एकदमै खुसीको खबर लिएर उपस्थित भएको छु। आजबाट भारतमा सञ्चालन हुन गइरहेको साफ वुमेन्स च्याम्पियनसिप 2026 चाहिँ कसरी प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ त, जुन निःशुल्क रूपमा भनेर म तपाईँहरूलाई छोटो जानकारी लिएर आएको छु। विशेष गरी यो डिगो एप मार्फत पैसा तिरेर लाइभ हेर्नुपर्ने भनिए तापनि धेरै फुटबल समर्थकहरू जो सर्वसाधारणहरू आफ्नो नेपालको खेललाई प्रत्यक्ष प्रसारण हेर्न चाहनुहुन्छ, तर उहाँहरूले सकिरहनु भएको हुन्न, प्रक्रिया जान्नु भएको हुँदैन। तर अब चिन्ता लिनु पर्दैन, हामी निःशुल्क रूपमा तपाईँलाई उक्त खेलको लाइभ अर्थात् आज नेपाल र भुटानको खेल हुँदैछ, जुन खेलको लाइभ हेर्ने उपाय चाहिँ हामी सिकाउँदैछौँ। जसको लागि तपाईँले क्रोममा जानुहोस्, योनो टिभी सर्च गर्नुहोस्। क्रोममा गएर योनो टिभी सर्च गर्नुहोस्, त्यहाँ नेपाल भर्सेस भुटान लेखिएको छ, जसमा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ 3-4वटा लिङ्कहरू हुन्छ, जुनै लिङ्कमा गए पनि तपाईँहरूले राम्रोसँगले आज नेपाल र भुटानको खेल हेर्न सक्नुहुन्छ। सबैजनाले निःशुल्क, यो चाहिँ कुनै पनि पैसा लाग्ने छैन, जुन तपाईँले नेट भए पुग्छ। त्यो डिगो एप भनेको चाहिँ नेपालमा पैसा तिरेर मात्र हेर्न मिल्छ। सबै साथीहरू योनो टिभी मार्फत खेल हेर्नलाई त जय नेपाल, जय नेपाली फुटबल।